साँच्चै रहेछ, माया त मितिमा होइन मनमा बस्ने रहेछ। किनकि मलमासले गरेर हामीले यो हाम्रो पहिलो वर्षको एनिभर्सरी त्यही मितिमा मनाउन पाएनौँ। त्यसैले मलमास सकिएपछि हामीले जिम्ती मेट्यौँ अनि त्यसपछि घरकै फ्यामिली मात्र भएर भए पनि मनाउन पछि भए पनि भनेर अनि हामीले चाहिँ अलिकति कसार अनि थोरै रोटी हालेर चाहिँ एकदमै फ्यामिली ग्यादरिङ मात्रै गरेर चाहिँ छोटो मिठो चाहिँ हामीले घरमै बसेर रमाइलो गरेका थियौँ। अनि मैले पनि यहाँ सल्ल पारेर रोटी हालेँ। ल हेर्नुहोस् त मेरो रोटी कस्तो भयो। र अनि पछि फेरि मम्मीले पनि यहाँ मजाले रोटी हालिराख्नु भएको छ। मम्मीले त झन् कस्तो राम्रो हाल्नुहुन्छ। अनि फेरि यतापट्टि हाम्रो दिदीले चाहिँ हाम्रो बिहाको चाहिँ जिम्ती मेटिराख्नु भएको छ। यसरी नै हामीले रमाइलो गऱ्यौँ। अब यस्तो स्पेसल डेको दिनमा कसलाई पो फोटो खिच्न मन लाग्दैन र होइन त। अनि हामीले पनि सम्झना हुन्छ भनेर एउटा दुईटा फोटो पनि खिच्यौँ, टिकटक पनि बनायौँ। यसरी नै जियोस्, एकदमै रमाइलो गऱ्यौँ। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।